नमस्कार साथीहरू, तपाईँहरूलाई मेरो अर्को भिडियोमा स्वागत छ। र आज हामी जोरपाटीतिर छौँ अनि यो प्रवीणले चाहिँ आज यसको फोन चाहिँ बिगारेछ होइन, डिस्प्ले चाहिँ यसले फुटालेछ। यो फोन कालो भयो भनेर चाहिँ फोन चाहिँ यसले जमिनमा पसारिदिएछ, त्यो भएर फोन चाहिँ गएछ होइन, फोनको डिस्प्ले गइसकेको छ। अनि त्यसपछि त्यसलाई चाहिँ हामीले रत्नपाटतिर चाहिँ हामी बनाउन दिएर यहाँ दिदीको पसलमा आएको छौँ होइन। हामीलाई चाहिँ अब आधी घन्टापछि बोलाएको कारणले गर्दा चाहिँ हामीले आधी घन्टापछि त्यहाँनिर जान्छौँ। आज घरबाट खासै बाहिर निस्किने भिडियो बनाउने उद्देश्य चाहिँ थिएन, तर यसको डिस्प्ले फुट्यो भनेर बिहान खबर आयो अनि त्यसले बेलुका जाउँ भन्न थाल्यो होइन। अनि त्यसपछि आज हामी डिस्प्ले बनाउन आएको छ है। यो त 4-5 वर्ष भयो नि भन्ने गाइज हामी चाहिँ दिदीको पसलबाट निस्केर चाहिँ फोन लिन जान लागिरहेको थियौँ, तर फोन लिन जाँदाखेरि चाहिँ बिच बाटोमा चाहिँ अब प्रब्लम गर्दाखेरि हामी चाहिँ जुस खाएर जाउँ भन्न थाल्यो होइन। अनि जुस खाएर जाउँ भन्न थालेको पछाडि चाहिँ हामी बाटैमा एउटा जुस पसलमा चाहिँ छिरिसकेको छौँ। त्यो चाहिँ यसले पहिल्यैदेखि देखेर राखेको जुस पसल रहेछ, किनभने अब हेल्दी हुनलाई धेरै कन्सियस छ नि त। त्यही भएर यसले हेल्थ रिलेटेड कुराहरू चाहिँ टिकटकमा फलो गर्छ होइन। हेल्थ टिप्सहरू चाहिन्छ भने चाहिँ कहिले के भनौँ, म यसलाई पुरै इन्टरभ्यू लिन रेडी छु होइन। अब हामीले चाहिँ अब एकछिन जुसँग के जुस गर्नको हो। गाइज मेरो च्यानल सुरु चाहिँ मैले पहिल्यैदेखि गरेँ हो, तर भिडियो चाहिँ मैले बिजनेसमा हालेर चाहिँ छोडिदिएको थिएँ कि किन भन्दाखेरि भिडियो हाल्दा खासै रिसोर्सहरू पनि केही थिएन। अस्ति मैले एउटा भिडियो हालेको थिएँ, त्यो भिडियोमा चाहिँ के थियो भन्दाखेरि गर्न चाहिँ मैले माइक नै युज गरेको थिएँ, योवाला माइक युज गरेको थिएँ, तर त्यसमा चाहिँ साउन्ड चाहिँ खासै गतिलो आएको थिएन। अनि त्यसमा मैले भोइस ओभर गर्दै बोल्दै हालेको थिएँ। यदि तपाईँहरूको फिडमा चाहिँ यो भिडियो पुग्छ अनि तपाईँहरूले चाहिँ पाउनुहुन्छ भने चाहिँ म के सोध्न चाहन्छु भन्दाखेरि मैले यो माइकबाट बनाएको भिडियो हो, म चाहिँ यसमा चाहिँ भोइस ओभरहरू नगरिकन हाल्छु। अनि अब चाहिँ कस्तो आइरहेको छ यसको फिडब्याक चाहिँ छोडेर जानु होला। थोरै भिडियो हेऱ्यो पनि तपाईँहरूले फिडब्याक चाहिँ हल्का कमेन्ट गरेर जानु है त। फाइनली हाम्रो गन्नाको जुस आइसकेको छ। गन्नाको जुस चाहिँ मिठो रहेछ यहाँनिरको होइन, तपाईँहरू पनि आउन सक्नुहुन्छ। भिडियो त बनाएर हिँड्नु पर्यो केटो होइन। राइट 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 बाटो थाहा भने तँलाई पहिले भन्नु मैले अघि न त खुब धाक लाउँदैछिस् त, मलाई बाटो थाहा उसियो नगरा भनेर। ल यो चाहिँ हाम्रो क्षेत्रपाटी गल्लीहरू। ठिक छ है। भिडियो हुन्छ अनि म त हालिदिन्छु भाइ, हालिदिन्छु यो भिडियो त कसम हालिदिन्छु। म फेरि त्यो बिचमा त्यो ट्याक ट्याक गर्ने साउन्डहरू के हालिदिनु नि फेरि। कता यता होइन, यता राइट साइडमा सिधा केही हालिदिनु नि। म त फेरि हामी लेफ्ट साइडमा हाम्रो पसल ट्याक्क ठाउँमै पर्छ कि। हामी चाहिँ असनको चोकबाट उता जान लागिरहेको थियौँ, तर असनको चोकमा चाहिँ जानै मिलेन, बन्द रहेछ। गएर हामी चाहिँ यहाँ हल्का यता साइडबाट चाहिँ घुमेर आएको छौँ। यो गल्लीलाई चाहिँ ठ्याक्क के भन्छ मलाई थाहा भएन। ल यो गल्लीलाई चाहिँ के भन्छ मलाई खासै थाहा छैन। के भन्छ अरे? गुर्दीबाङ गल्ली हो क्या। के अरे? गुर्दीबाङ गल्ली हो क्या। सिधा राइट। यहाँबाट चाहिँ अब हामी राइट जानै पर्ने हुन्छ, किनभने लेफ्ट गयो भने चाहिँ हामी जमल चोक पुग्छ होइन। जमल चोक पुग्छ कि जमल चोकबाट वान वे छ होइन। अनि वान वे त्यो रत्नपार्क पुरै घुमेर आउनुपर्छ क्या। हिँड्न सानो गल्लीबाट नि पुग्छ ठाउँमै। क्या त्यो बिचको सानो गल्लीबाट नि ठाउँमै पुग्छ। त्यो सानो गल्लीबाट उता पुग्छ के अरे भोटाइटी पुग्छ के। भोटाइटी थाहा? भोटाइटी हो त्यहीँ पुग्छ के। वा उयो के हो यस्तो, त्योभन्दा अरू कुनै अप्सनै छैन।
असनचोक होइन उनीहरू चाहिँ बाटो निर्माणरत रहेछ अनि निर्माणरत भएपछि चाहिँ हामी त्यहाँबाट छिर्नु मिलेन त्यही भएर सानो गल्लीबाट छिर्दैछौँ यो गल्लीमा चाहिँ यति सानो छ कि यहाँबाट स्कुटर त छिरायौँ अब यहाँबाट यो गल्लीको हिँड्यो भने अब जताबाट पनि छिर्न मिल्छ नि त छिर्यो पछाडि चाहिँ यो गल्ली चाहिँ 2 मिनटमा कट्छ तर बाइक स्कुटर भए पछाडि चाहिँ अब हामीलाई आधा घन्टा लाग्छ The thing that I forgot would set her free.